चाहे मेसीले 5 वटा वर्ल्ड कप नै किन नजितोस् र चाहे रोनाल्डोले 10,000 गोल्स नै किन नहानोस्, तर यो जुन गोट डिबेट छ नि इट विल नेभर एभर सेटल। यिनीहरूले गर्दा फुटबलमा चाहिँ द वर्ल्ड हेज डिभाइडेड इन्टु 2 पार्ट्स। न पनि हो कि दे हेभ अचिभड एभ्रिथिङ इन देयर लेजेन्डरी करियर कि दुईटै लेजेन्डरी प्लेयर हो र उनीहरूले जित्न बाहेक केही पनि छैन। अनि एउटा फ्यान बेसले अर्को फ्यान बेसलाई भन्नको लागि, होच्याउनको लागि, तल पार्नको लागि केही न केही त भनिरहेकै हुन्छ। मैले अहिलेसम्म एउटा पनि रोनाल्डो फ्यानलाई देखेको छैन कि जुन चाहिँ वर्ल्ड कप मेसीले जितेपछि ल अब गोट डिबेट सेटल भयो भनेर चाहिँ कि मेसीतिर चाहिँ स्विच हुने वा चाहिँ रोनाल्डोलाई सेकेन्ड प्रायोरिटी दिने, त्यो मैले त्यस्तो खालको फ्यान मैले अहिलेसम्म देखेकै छैन। अनि त्यस्तो खालको फ्यान रियल फ्यान हुँदा पनि हुँदैन, किन भन्दाखेरि आफ्नो रियल आइडल छ भने उसले जसरी हुन्छ उसले चाहिँ आफ्नो गोटलाई चाहिँ डिफेन्ड गरेरै छाड्छ कि। त्यो डिबेट चाहिँ नेभर एन्डिङ डिबेट हो, किन भन्दाखेरि मेसीले वर्ल्ड कप जित्योस्, मेसीले चाहे चाहिँ 10 वटा बालन्डर जितोस्, मेसीले चाहिँ चाहे रोनाल्डोै भन्दा पनि धेरै बेरसम्म खेलेर चाहिँ गोल धेरै हारोस्, तर रोनाल्डो फ्यानले मेसीलाई ग्रेट मान्दैन अनि मेसी फ्यानले रोनाल्डोलाई ग्रेटेस्ट मान्दैन। दिस इज नेभर एन्डिङ डिबेट। अनि यो दुईटै आइकनहरू आफ्नो करियरको इन्डिङ फेजमा आइसकेका छन्। अनि के लाग्छ फ्युचरको कुनै एउटा पोइन्टमा चाहिँ यो गोट डिबेट सेटल होला? व्हाट डु यु थिङ्क? प्लिज कमेन्ट डाउन।